मेरो मम्मी हेर्नुस् न रिसाएको बेला पनि कोही हाँस्छ त। बिहान उठ्ने बित्तिकै सबसे सुरुमा गए म सिद्धेश्वरी। अनि यहाँ चाहिँ आज हाम्रो क्षेत्रको मतदान कार्यक्रम भइरहेको छ। नेपाल डायरिजको डे 4 इलेक्सन भन्दा एक दिन अगाडिको डे इन माइ लाइफ। गोबरको भिडियो खिचेर घर फर्केको ठ्याक्क यो मिम देख्दिरा भने। विदेशमा गाई गोबरहरू बाटो बाटोमा देखिँदैनन् त। एनीवेज दिनको सुरुवात लुवाङ ब्ल्याकबाट गरेर बसे म काम गर्न तर्फ, किनकि लुवाङ ब्ल्याक युएसए इज अलमोस्ट रेडी टु बी लन्च। र मम्मी रिसाएको कारण त बेसिसके, तर रिसाएको पनि क्युटी पारा। त्यसपछि खाए मैले बुटोलको वान अफ द फेमस साग सुकुटी। बब्बाल मजा आयो खानको लागि। बुटोल आउनु भएको छ भने चाहिँ एकचोटि ट्राई गर्नु होला। त्यसपछि अति नै खान मन लागेको मलाई भनेको बदाम शेक थियो। कोही पसल बन्द थियो, खोज्दा खोज्दा बल्ल तल्ल एउटा ठेला पाए। खाँदै थिए, खाँदा खाँदै एउटा गाडी र स्कुटरको त एक्सिडेन्ट भएछ त्यहाँ। फर्चुनेटली चाहिँ सबैजना ठिक हुनु हुँदो रहेछ। त्यसपछि चाहिँ मैले मेरो स्कुलको साथीहरू भेटे। मसँग लुवाङ ब्ल्याक किन्न आएको। उहाँ चाहिँ सन्तोषजी, हाम्रो रेगुलर कस्टमर। सुत्दा गरेर 4 चोटि लिइसक्नु भएको छ। उनीहरूको माया, साथ र आशीर्वाद यस्तै गरी रहिरहोस्। आजको लागि चाहिँ यति नै। थ्यांक यू सो मच फर वाचिङ।